जय मसी सम्पूर्णमा ह्याप्पी क्रिसमस। अनि क्रिसमस भन्दै गर्दा उपहार साँडफेर पनि एउटा महत्त्वपूर्ण भाग हो। तपाईँ अनि मैले उपहार साँडफेर गर्दै गर्दा कस्तो व्यक्तिसँग उपहार साँडफेर गर्दैछु भन्ने कुराले महत्त्वपूर्ण भूमिका राख्छ कि जस्तो लाग्छ। जस्तो प्रायः जसो हामीले चाहिँ बोसलाई आफूभन्दा माथिल्लो दर्जाका मानिसहरूलाई जोसँग पहिलेदेखि पर्याप्त छ ती व्यक्तिहरूलाई चाहिँ उपहार साँडफेर गरेर हुन्छ, दिन खोजिरहेको हुन्छ। के टोपी दिने होला, के दिने होला, उहाँहरूलाई सम्मान गर्नुस्, उहाँहरूलाई आदर गर्नुस्। तर तपाईँले दिने उपहार चाहिँ जसको टाउकोमा टोपी छैन नि त्यसलाई दिनुस्, जसको खुट्टामा मोजा छैन नि त्यसलाई दिनुस्। यो जाडोको समयमा एकजोड एउटा ज्याकेट लाउन सक्ने अवस्था छैन नि, एउटा स्वेटर किन्न सक्ने अवस्था छैन, ती व्यक्तिहरूलाई दिनुहोस् है। ती व्यक्तिहरूको अनुहारमा हाँसो चाहिँ छाइदिनुहोस् है। किनभने तपाईँले टोपी दिनुहुन्छ नि, मोजा दिनुहुन्छ नि, एउटा स्वेटर वा एउटा ज्याकेट दिनु, वर्षौँसम्म सम्झिन्छ तपाईँलाई होइन। अनि परमेश्वरको महिमा गरिन्छ। त्यसैले यो क्रिसमसको सन्दर्भमा आफ्नो बोसलाई, आफ्नो आदर गर्नुपर्ने व्यक्तिहरूलाई आदर दिनुहोस्, सम्मान दिनुहोस्। तर तपाईँलाई उपहार दिँदै गर्दा एउटा टोपी वा एउटा मोजा, एउटा ज्याकेट वा केही उपहार दिँदै गर्दा जोसँग छैन, जोसँग अभाव छ ती व्यक्तिहरूलाई दिएर क्रिसमस मनाउनुहोस्। ह्याप्पी क्रिसमस। जय मसी।